मैले पछिबाट भन्नुपर्ने अनि अहिले नि सुरुवाती चरणमा नि राखिहाल्नेछु त्यो बुदागतरूमा आउँछ नि। अनि सृष्टिको सुरुदेखि हालसम्म अनि विशेष ठुला घटना घटेको छ। ठुलो घटना, विशेष घटना, जम्मा 3वटा घटना घटेको छ, अविस्मरणीय कुराहरू। अनि त्यो चाहिँ 3वटा घटनामा त्यो जस्तो शक्तिशाली घटना अरू घटेको छैन। एउटा चाहिँ प्रभु येशूको जन्म, ताकि कन्याबाट जन्मिने कुरा। अर्को चाहिँ मृत्युबाट पुनरुत्थान, मृत्युको शक्तिलाई जितेर मृत्युबाटको चाहिँ पवित्र आत्माको आगमन। यो अलौकिक घटनाको रूपमा तपाईँ हामीले लिने गर्नुपर्दछ। अनि 2025 सालमा अथवा 24 सालको आखिरीमा हामीले प्रभु येशूको जन्मोत्सव मनायौँ। 1 महिना अगाडि हामीले प्रभु येशूको पुनरुत्थान दिवस मनायौँ। अर्को आखिरी पुनरुत्थानको दिवस पछाडि चाहिँ यो पेन्टिकोस्टको दिन तपाईँ हामीले थाहा गर्नुपर्ने। धर्मशास्त्र बाइबलमा लेखेको छ कि यरुशलेम छोडेर कतै नजाऊ, पिताको प्रतिज्ञा आज्ञा त्यस अनुसार। अनि प्रभु येशू मृत्युबाट विमुक्त हुनुभएको 40औं दिनसम्म संसारमा रहनुभयो, मृत्युको प्रमाणहरू दिनुभयो, ठाउँ ठाउँमा देखा पर्नुभयो। अनि येशू प्रभु मृत्युबाट बौरी उठ्नुभएको 40औं दिनमा 500 जना भन्दा पनि बढी मानिसहरूले देख्ने गरेर देखादेखै हेर्दा हेर्दै प्रभु येशू स्वर्गमा उचालिनु भयो। अनि येशू प्रभुले भन्नुभयो कि यरुशलेम छोडेर कतै नजाऊ, पिताको प्रतिज्ञालाई पर्खेर बस। अनि येशू प्रभु स्वर्गमा जानुभएको 10औं दिनमा तपाईले बाइबल पल्टन सक्नुहुन्छ। प्रेरित 2 अध्यायमा 2 अध्यायको 37 देखि 41 पदसम्म हामी हेर्नेछौँ। अनि यहाँबाट कति कुराहरू हामी सुन्नेछौँ। यो कुरा सुनेर तिनीहरूको हृदय छिया भयो। अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, ए भाइ हो, तिमीले के गर्ने? पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर र तिनीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाममा तिनीहरू प्रत्येक बप्तिस्मा लेऊ र तिनीहरूले पवित्र आत्माको वरदान पाउनेछौ, किनकि प्रतिज्ञा तिनीहरूका निम्ति, तिनीहरूका सन्तानको निम्ति र टाढा टाढामा रहेका सबैका निम्ति हो। प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ, अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाई दिए र यस्तो भनेर अर्की दिए,